गाइस ल अब त पूजा गर्न जाने हो नि त नयाँ छुट्टै कान्छु यसलाई अनऱ्याप गर्नु त यसलाई अनऱ्याप गर्नु निकाल्ने र भने निकालेर ठिक छ एउटा फोटो खिच्दिउँ त जस्तो हेलो गाइज वेलकम ब्याक टु मोटो ब्लग है। अब हामी चाहिँ नि पहिला यहाँबाट स्कुटी वास गर्न जान्छौँ हाम्रो भीम भाइ कहाँ त्यहाँबाट स्कुटी वास गरेपछि चाहिँ नि टक्क लाएर बुढाबुढी पूजा गर्न जान्छौँ। त्यसपछि हामी सायद हेलमेट किन्न जान्छौँ होला होइन कान्छ होइन छोयो क्या छोयो है यसको ग्राउन्ड क्लियरेन्स चाहिँ एकदम कम के यस्तो सानो उसमा पनि चस्स छोइदियो यार है नट गुड के सस्पेन्सन चाहिँ राम्रो छ है ओभरअल ठिकै छ तर ग्राउन्ड क्लियरेन्स चाहिँ अलिक गाह्रो पार्छ जस्तो। यसमा चाहिँ मैले फिल यसो अलिकति हिजो भन्दा वान टाइम चलाएर थाहा हुँदैन होइन रसमै के फिल गऱ्यो भने यो जुन 100 कुद्छ भने नि त्यो त इको मुडमा नर्मली कुदाउँदा मात्र रहेछ जस्तो लाग्यो क्या। जुन यो स्ट्रिट र उसमा स्ट्रिटमा चलायो भने त लगभग 80-90 दिन्छ होला अनि उसमा स्पोर्ट्समा चलायो भने चाहिँ लगभग त्यो 70 नै दिन्छ जस्तो लाग्यो यार। र गाइज हामी चाहिँ पारी घुम्दियो आयौँ होइन यता केपी बाको नयाँ घरतिर। अब हाम्रो यहाँ भीम भाइको वर्कसप छ यहाँनिर बाइक टलक्क पारेर धुन्छौँ बाइक होइन साँच्चै स्कुटी धोएपछि जान्छन्। फर्स्ट टाइम धुन लाग्यो नयाँ कपडा नरम कपडा ल्याएर टिलिक्क पारेर धुने क्या गुंडा बनेगा रे तू ए यो ये मुंह से सुपारी निकाल के बात कर रहे बाबा आदमी देखा नहीं कि भिखारी की तरह भीख मांगना शुरू। भोज अस्ति मैले उता सल्लाहघारी ब्याङ्केटमा भोज दिएको थिएँ स्कुटी लिएकोमा कन्ट्रोल मैले त्यो अनलाइन बोलाएको थिएँ सबैलाई अनाउन्स गरेर फिलायो नि होइन लगभग 200-300 जना त आए कुछ भी 2-4 जना किन छुट्यो भएछ है त्यो त हाम्रो घरबाट 2-4 जना छुट्टेछन्। भाइ सब कुछ ज्यादा नहीं हो गया भाइ तिमी आएकै आएन अस्ति मैले पार्टी दिएको थिएँ नि स्कुटी किनेकोमा त्यहाँ सूर्य विनायक ब्याङ्केटमा भाइले खाएछ लगभग 2-4 जना छुट्टेछन् हेर यहाँ गाईबाट सेरे दाइ छुट्टेछन् घरबाट 1100 रुपियाँ प्लेट थियो त्यसको हजुर 1100 रुपियाँ प्लेट थियो त्यो होटलमा शाबाश बेटा खाएको धेरै थियो। चले एक काम कर 200 रुपया दे और 50 रुपया काट ओभर एक्टिंग। हाम्रो ठुलो पनि आएको थिएँ तपाईँ के आएर बाटो नदेखेर फर्क्यो भने होइन अब सिधा गर्नु सो गाइज हामी चाहिँ फाइनली स्कुटी धोइ पखाली गरेर मन्दिरतिर जाँदैछौँ होइन। अब यता सुवर्णेश्वर हाइट आउँछ सुवर्णेश्वर हाइटबाट ब्यारेक हुँदै हामी चाहिँ नि मन्दिर जान्छौँ मन्दिरमा गएर एउटा नरिवल किन्छौँ बाँकी हामीले सबै घरबाट लिएर आइसक्यौँ पूजाको सामान मन्दिर गएर पूजासुजा गरेर स्कुटी पूजा गर्छौँ। अब यसलाई एकचोटि यसो कुदाउँछु बुढीको एक्सपिरियन्स कस्तो आउँछ। नरिवल सरिवल किनेर ध्वजापत्ता किनेर अनि त्यसपछि हामी जान्छ फाइनली यार कति 10 वर्षपछि होइन बाइक लिने भन्दा पनि एउटा स्कुटी पनि लिने। र गाइस यता मन्दिर पनि आइपुग्यो अब मन्दिर चाहिँ यस्तो छ यहाँ
सक्यो अब हामी निस्किन्छौँ यहाँबाट होइन सो गाइज हाम्रो चाहिँ यहाँ पूजा सुरु भइसकेको छ अब जसको स्कुटी उहाँले नै पूजा गराउनु भएको छ है म त ड्राइभर मात्र हो आधिकारिक साउनी त उहाँ नै हो होइन कम बनाउनु गाह्रो भयो यहाँ तल हेरेर बनाएँ यहाँ तल छ नि ट्याक्कै त्यस्तै हेरेर गाइस हामी चाहिँ पूजा सुजा सकेर निस्क्यौँ अब एकछिन सुवानेश्वर हाइटा बस्छौँ एक दुईवटा फोटो खिच्छौँ अनि त्यसपछि निस्किन्छौँ यहाँ चाहिँ नि कलर गर्दैछन् हामी यहाँ कलर नभएको ठाउँबाट हिँडौँ यो चाहिँ अहिले मैले स्ट्रिटमा कुदाइरहेको छु होइन पिकअपमा पावरमा त एक थोपा पनि प्रब्लमै छैन कि यसको जस्तो सुकै उकालो होस् यार बाइकले तान्ने त्यो हाम्रो 150 सीसीको बाइकको पिकअप भन्दा नि खतरा पावर लाग्यो क्या मलाई चाहिँ एकदमै यार है नत्र हामी त्यो 150 को अपाची लिएर हिँड्दाखेरि यही उकालोमा कस्तो पटाएर ह्याँ गरेर जानु पर्थ्यो बट यसमा चाहिँ त्यस्तो छैन क्या के छ यहाँ चिया पाक्छ कि पाक्दैन छ ल हाम्रो चाहिँ फाइनली फोटो खिचेर पनि सक्यो है अब यहाँबाट हामी घर जान्छौँ कान्छु रेडी कुदौँ सो गाइज ल फाइनली घर पनि आइपुग्यो है अब हाम्रो ब्लग सायद यहीँ सकिन्छ होला भिडियो हेर्नुभएकोमा धन्यवाद लाइक शेयर सब्सक्राइब के छ सबै गरिहाल्नुपर्छ है